गुगलमा अटो प्ले भिडियो कसरी बन्द गर्ने? गुगल ओपन गर्दाखेरि आफै भिडियोहरू चल्न थाल्छ। त्यसलाई कसरी बन्द गर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनुहोला। सबैभन्दा पहिलो तपाईँ आफ्नो गुगल ओपन गर्नुहोस्। म आफ्नो गुगल ओपन गरेँ। गुगल ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ आफै भिडियोहरू चल्न थाल्छ अथवा कुनै भिडियो सर्च गर्दाखेरि आफै भिडियोहरू चल्न थाल्छ। त्यसलाई बन्द गर्नको लागि तपाईँ गुगल आइडीको लोगोमा क्लिक गर्नुहोस्। माथि गुगल आइडीको लोगोमा क्लिक गरिसकेपछि यहाँ धेरै अप्सन आउँछ, जसमध्ये सेटिङको अप्सनमा क्लिक गर्नुहोस्। सेटिङको अप्सनमा क्लिक गरिसकेपछि यहाँ पनि धेरै अप्सन आउँछ, जसमध्ये अदर सेटिङ्सको अप्सनमा क्लिक गर्नुहोस्। अदर सेटिङको अप्सनमा क्लिक गरिसकेपछि यहाँ पनि धेरै अप्सन आउँछ, जसमध्ये अटो प्ले भिडियो प्रिभ्युजको अप्सनमा क्लिक गर्नुहोस्। तल क्लिक गरिसकेपछि यहाँ तीनटा अप्सन आउँछ, जसमध्ये यहाँ अन वाइफाई एन्ड मोबाइल डाटामा अन छ, यसलाई नेभरमा क्लिक गर्नुहोस्। अब यो अटो प्ले भिडियो बन्द भइसक्यो। अब बैक गरेर तपाईलाई हेराउँछु भिडियो चल्छ कि चल्दैन। यहाँ हेर्न सक्नुहुन्छ यो भिडियो चल्दैन। यो सेटिङ गरेर तपाईँ अटो प्ले भिडियो आफै चलिरहेको भिडियोहरूलाई बन्द गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। भिडियो हेर्नको लागि धन्यवाद।